पकाएर पस्केको थालीमा यति धेरै माया, त्यही लागि आज म चाहिँ त्यही पकाएको एउटा केही रेसिपी लिएर आएकी छु। हेलो एभ्रिवान, मेरो नाम हो सङ्गीता र म आज चाहिँ हजुरको छेउमा लोकल चिकनको रेसिपी लिएर आएकी छु। कस्तो के हुन्छ यो चाहिँ हजुरहरूले नै लास्टमा कमेन्टमा भनिदिनु होला। अब स्टार्टिङमा हाम्रो चाहिँ यता पहिला तेल मजाले खारियो, तेल खारिसकेपछि तेजपत्ता र यता चाहिँ मैले प्याजहरू भुटेँ। अब हल्का गोल्डन ब्राउन भइजेलसम्म यसलाई चाहिँ मजाले भुट्नुपर्छ। पछाडि मैले चाहिँ यता चिकनलाई पनि हालिदिएँ र चिकनमा चाहिँ मैले पहिले अघि नै अलिकति हल्दी हालेर मोलेकी थिएँ। त्यसको पछाडि यता चाहिँ अब यसलाई मजाले मिक्स गरिसकेपछि फेरि हल्दी हालेँ, किन भन्दाखेरि अलिकति कम जस्तो भयो कि त्यसको लागि। र उता चाहिँ नुन पनि हाल्दैछु। यी सबलाई हालेर एकदमै मजाले भुटेर छोपिदिनुपर्छ। सिलौटोमा पिसेको मसलाहरूको स्वादै भिन्दै हुन्छ। प्याकेटको ल्याएर हालेको र लसक लसक पारेर सिलौटोमा पिसेको लसुन जिरा अनि धनियाँको स्वादै भिन्दै हुन्छ होइन। र त्यसको पछाडि यहाँ चाहिँ धुलो पाउडर पनि थियो। यी सबै थोक मिक्स भएको अब र यो सब हालेँ। त्यसको पछाडि चाहिँ सिलौटोमा पिसेको मसला पनि हालेँ। अब यी सबलाई मजाले मिक्स गर्दैछु। अब जति मजाले पकायो लो फ्लेममा त्यति नै मिठो हुने हो। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हाम्रो चाहिँ रङ पनि आउन थाल्यो एकदमै राम्रो। र अब आगोमा पकाएको स्वाद त भिन्दै हुन्छ होइन। ग्यासमा जति नै मेहनतले पकाउँ न, आगोमा पकाएको जस्तो स्वाद हुँदैन। त्यसको पछाडि मैले चाहिँ यसलाई अलिकति गाढा खालको ग्रेभी बनाउन टमाटर पनि हालेँ। त्यसको पछाडि अलिकति पानी हालेर यिनीहरूलाई छोपिदिएँ। त्यसको पछाडि त हाम्रो चिकन त लाजवाब भएको थियो। र कस्तो लाग्यो चिकनको रेसिपी हजुरहरूले कमेन्ट गरेर भनिदिनु होला।